पहिलो वर्ल्ड वारमा 30 वटा देशहरू समावेश थिए, दोस्रो वर्ल्ड वारमा 50 वटा देशहरू समावेश र अहिले युएस र इरानको वारमा झन्डै 2 हप्तामा 20 वटा देशहरू समावेश भइसकेका Iran, Dubai, Qatar, दुबई एयरपोर्टमा भएको अट्याक यो कुराको सबूत हो कि अब यो वार सजिलैसँग रोकिनेवाला छैन। Which makes me ask a question, के यो तेस्रो विश्वयुद्धको सुरुवात हो? यो हो अमेरिकाको शक्तिशाली विमान वेपन, न्युक्लियर वेपन, जसले इरानमा सजिलैसँग न्युक्लियर खसाल्न सक्छ, न्युक्लियर बम खसाउन सक्छ र जसले इरानलाई क्षणभरमै डिस्ट्रोइड तबाह गर्न सक्छ, खत्तम गर्न सक्छ। अमेरिकाले यसलाई आफ्नो सोशल मिडिया ह्यान्डलमा टिज गर्दै भनेको छ, देखाएको छ, दिस इज सिरियस। तपाईलाई के लाग्छ? सबै देशहरू एकैपटक लड्न सुरु गर्छन्? गलत। वर्ल्ड वार एउटा सर्कमस्टान्सेसको वार हो जसमा अलग अलग देशहरूको अलग अलग विचार, इन्ट्रेस्ट एक अर्का देशसँग भिड्छ तब वर्ल्ड वारको सुरुवात हुन्छ। वर्ल्ड वार हामी त्यसलाई आजको भिडियोमा हामी केही प्रश्नहरूको जवाब खोज्नेछौँ। यो कन्फ्लिक्ट युएस र इरानको जुन वार चलिरहेको छ, यो कन्फ्लिक्ट कसरी पुरै संसारभरि फैलिरहेको छ, यो युद्धबारे के भन्छन् एक्सपर्टहरू? के यो वार न्युक्लियर वार हुन सक्छ त? आउनुहोस् जानौँ आजको यस भिडियोबाट। नमस्कार साथीहरू, म प्रेम विष्ट युट्युब च्यानलमा यहाँलाई धेरै स्वागत छ। यदि तपाईलाई मेरो भिडियो अथवा उक्त भिडियो मन परिरहेको छ भने च्यानललाई सब्स्क्राइब, शेयर गरेर सपोर्ट गर्नु होला। तपाईहरुको समय भ्यालुएबल छ, महत्त्वपूर्ण छ। आउनुहोस् भिडियो सुरु गरौँ, मुद्दामा जाउँ, तपाईहरुको समय नगुमाइकन। एउटा वर्ल्ड वार तब बन्छ जब अलग अलग वर्ल्ड पावर एक्रस कन्टिनेन्ट्स एक अर्कासँग फाइट गर्न सुरु गर्छन्, जसको नतिजा इकोनोमिक डिस्ट्रप्सन सँगसँगै सिभिलियन्सहरुमा देखा पर्छ, असर पर्छ। युएस र इजरायल मिलेर सानो ठुलो गरी इरानमा 10,000 वटा स्ट्राइक गरिसकेका छन्, जसमा इरानमा 1300 मान्छे मरिसकेका छन्। इरानले इजरायलमा जवाफी हमला गर्छ। इरानले जीसीसी को अलग अलग देशहरुमा जवाफी हमला गरेर टार्गेट गरिरहेको छ। तपाईले देख्नु भएकै छ सोशल मिडिया, न्यूज च्यानल र विभिन्न अरु सामाजिक सञ्जालमा छ्यापछ्याप के छ। यानी यो वारमा पुरै मिडल इस्ट इन्भल्भ भइसकेको छ। अब फेरि दुबई एयरपोर्टमा अट्याक भएको छ। यस भिडियोमा तपाईहरुले देख्न सक्नुहुन्छ कसरी दन्दनी आगो बलिरहेको छ। यो अन्त कतैको नभइकन दुबई एयरपोर्टको तस्बिर हो। सँगसँगै इराक, जोर्डन, साइप्रस, तुर्की, बहराइन, कटार यो देशहरुमा अजरबैजान यस्ता देशहरुलाई इरानले टार्गेट बनाएको छ, निशाना बनाएको छ। अर्कोतिर पाकिस्तान, अफगानिस्तान एक आपसमा लडिरहेका छन्। चाइनाको कुरा गर्ने हो भने चाइनाले ताइवानलाई घेरेर बसेको छ, जहाँ अमेरिका इरानमा बिजी छ। नर्थ कोरिया कुरेर बसेको छ, कति बेला युद्ध सुरु गर्ला र कति बेला संसारलाई नै डिस्ट्रोइड गर्ला भनेर। तपाईले देख्न सक्नुहुन्छ मिडल इस्टको युद्ध 3 वटा कन्टिनेन्टमा स्पेयर्ड भइसकेको छ। युनाइटेड सेक्युरिटी जनरलले भन्नुभएको छ, दिस इज अ चेन अफ इभेन्ट द्याट नोबडी क्यान कन्ट्रोल, जसको मतलब वर्ल्ड वार 3